बालेन सरकारले सार्वजनिक निकायलाई दलीय नियुक्तिको चङ्गुलबाट मुक्त गर्न जुन वाचा गरेका थिए त्यसैका लागि झन्डै 1500 नियुक्तिहरू अध्यादेश मार्फत खारेज गरेका थिए। तर आज म यो सरकारलाई प्रश्न गर्न चाहन्छु, तिमीहरूको जान्नेलाई छान्ने नारा र सार्वजनिक निकायमा खुला प्रतिस्पर्धाबाट ल्याइने भन्ने नाराहरू धुवामै उडे। अहिले चाहिँ सार्वजनिक निकायमा आफ्नै मान्छे, आफ्नै आसेपासे, आफ्नै नजिकका मान्छे किन छाने? पुराना नियुक्ति खारेज गरी आफ्नालाई भर्ती गर्न त पुराना 1500 नियुक्तिहरू खारेज गरेको रहेछ त घण्टाहरूले। त्यसैले सरस्वती कस्ता व्यक्तिहरू कुन संस्थानमा नियुक्ति भए सरस्वती हेरौँ। नेपाल निजामती अस्पतालमा डाक्टर जितेन्द्र परियार उनी अख्तियारमा उजुरी परेको छ र छानबिनको दायरामा रहेका व्यक्ति हुन्। घाँटीको अपरेसन गर्नुपर्ने बिरामीको पाठेघर झिकेपछि उनी विवादमा परेका डाक्टर साहब हुन्, जसलाई शुल्पे सोल्टीले नियुक्ति गरे। 2 नम्बरमा छ नेपाल दूरसञ्चार प्राधिकरण, जसमा 9 जनाको प्रतिस्पर्धा थियो र सरकारले अन्तर्वार्ता हुँदाहुँदै बीचबाटै, म भन्छु तल्लो बाटै, चोरो बाटैबाट हतार गरेर अर्जुन घिमिरे नाम गरेका एउटा व्यक्तिलाई चाहिँ नियुक्ति गर्यो। त्यसै गरी 13 नम्बरमा छ बागमती सभ्यता एकीकृत विकास समिति। यसमा चाहिँ पहिलो नम्बरमा रहेका कार्य क्षमतामा अब्बल काबिल व्यक्ति डाक्टर विकास अधिकारीलाई पन्छाएर दोस्रो नम्बरका अनन्त भाडलाई सोल्टीहरूले नियुक्ति गरे। 4 नम्बरमा त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा नियुक्ति खाने उमेर 65 वर्ष मात्रै भएको, तर बालेन सोल्टीले कानुन मिचेर 68 वर्षका बाजेलाई, जसको नाम ईश्वर थापालाई अध्यक्षमा नियुक्ति बनाए। यो पनि जान्नेलाई छान्ने नै हो। त्यसैले 5 नम्बरमा छ गोरखापत्र संस्थान प्रेस काउन्सिल। यसमा चाहिँ रविसँगै काम गरेका, अर्थात् ग्यालेक्सी टिभीमा रविसँगै काम गरेका हिक्मत रावल र उमेश श्रेष्ठले नियुक्ति पाए। त्यसै गरी 6 नम्बरमा छ नेपाल वायु सेवा आयोग। नेपाल वायु सेवा आयोगमा उमेर कटेर थन्किएका 80 वर्षका बाजे, विगतमा अयोग्य ठहरिएका बाजेको नाम छ महेश्वर भक्त श्रेष्ठलाई अर्धचिताबाट, म भन्छु अर्धचिताबाट कार्यकारी अध्यक्षमा बालेन सोल्टीले नियुक्ति गरे। यो पनि हो सुशासन र विधिको शासनको उपज। अर्को छ सुरक्षा मुद्रण केन्द्र। यसअघि अयोग्य ठहरिएका अथवा अयोग्य ठहरिएर हटाइएका देवराज ढुङ्गानालाई ट्यापे सरकारले पुनः नियुक्ति गर्यो। यो सुशासन र विधिको शासनको उपज। यस्तामा दर्जनौं नियुक्ति